ल है गाइस यो किचन मन्त्राको ठगी है किचन मन्त्रा है यो हेर्नुहोस् है यो 500 ml को पानी है हेर्नुहोस् त 500 ml प्राइस कति 25 रुपैयाँ 500 ml को 25 रुपैयाँ मैले मेरो होटेलमा 1000 ml को मेरो आफ्नै होटेलको प्रिन्टेड पानी बेच्छु जस्तै किचन मन्त्रा छ नि मैले मेरो होटेलको यस्तै नाम लेखेर मैले 500 ml को सरी पादाइहाल्यो गाइस माइन्ड नगर्नु है पादे त पादाइदिकै अन्दैन नि ओ सरी गाइस हैन यो कुरा चाहिँ सुन्ने है गाइस हैन किचन मन्त्रा जस्तो छ नि त्यस्तै मेरो पनि मेरो ब्रान्ड छ हैन मेरो खाजा घर छ हैन मैले 1000 ml को 20 रुपैयाँमा पानी बेच्छु गाइस हैन ल गाइस हेर्नु त 500 ml को 25 रुपैयाँ हेर्नु गाइस किचन मन्त्रा कतिमा ठगी हो गाइस यो ह ए सुहाउँछ ह ए सुहाउँछ किचन मन्त्रा है ह हैन रम्न बोल्नु भाइ हेर्नु न गाइस यो मा ठगी हो कि है यार किचन मन्त्रा ए नबोल न तिमी नबोल न मैले यो हैन सधैँ ए नकर रेकर्ड गर सधैँभरि मैले किचन मन्त्रा तर अनलाइन किचन मन्त्रा नाम छ अनलाइन फुड र किचन मन्त्रा एउटै हो तर ए बाहिर एकछिन नबोल न रेकर्ड गर्छु तर यो मा ठगी हो कि यो 500 ml को 25 महेन्द्र ए भाइ नबोल न एकछिन 500 ml को 25 रुपैयाँ तिर्छ हामी कसैले पैसा ह मैले 1000 ml को 20 रुपैयाँमा पानी बेच्छु यार प्रिन्टर त्यही पनि मेरो आफ्नो ब्रान्चको लोगो भएको नाम भएको 20 रुपैयाँमा बेच्छु यार 25 रुपैयाँ 500 ml को ल गाइस यो ठिक हो कि बेठिक हो तपाईहरु आफै कमेन्ट गर्नु है ए रान नगर न